फायर कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गरेको थिएँ। त्यसैगरी आज हाम्रो यस वडाको मात्रै नभएर शिवशताक्षी नगरको एउटा उत्कृष्ट विद्यालयको रूपमा स्थापित सूर्योदय आधारभूत विद्यालयको यस क्याम्प फायरमा हामी उपस्थित भएका छौँ र सूर्योदय आधारभूत विद्यालय आफैमा पनि एउटा दक्षिणी भेगको मात्रै नभएर शिवशताक्षी नगरको एउटा स्थापित विद्यालयको रूपमा आफ्नो छुट्टै पहिचानका साथ स्थापित भइरहेको छ र शैक्षिक यस क्षेत्रको शैक्षिक गुणस्तरको कुरामा उल्लेख्य योगदान पुर्याइरहेको कुरा सर्वविदितै छ। त्यसमा पनि शिवशताक्षी स्काउट क्षेत्रमा हेर्ने हो भने पनि हाम्रो सूर्योदय आधारभूत विद्यालयका स्काउट ग्रुप स्काउटसँग आबद्ध विद्यार्थीहरूको प्रस्तुति निकै उत्साहजनक र अन्य विद्यालयहरूको स्काउट ग्रुपको भन्दा उत्कृष्ट नै रहेको छ। त्यसकारणले हामीले हाम्रो नगरले सूर्योदय आधारभूत विद्यालयलाई स्मार्ट विद्यालयको रूपमा स्थापित गर्दै यसको शैक्षिक भौतिक र अन्य विकासहरू स्कुल व्यवस्थापनको लागि मेयर साहब आफैले प्रत्येक आर्थिक वर्षमा आवश्यक बजेटहरूको पनि विनियोजन गर्दै आइराख्नु भएको छ। त्यसको लागि हाम्रो शिवशताक्षी वडा कार्यालय शिवशताक्षी वडा नम्बर 5 का सम्पूर्ण आदरणीय जनताहरूको तर्फबाट यहाँलाई हार्दिक कृतज्ञता धन्यवाद टक्राउन चाहन्छु। आज यो इभेन्टको लागि हामीले पनि शिवशताक्षी वडा नम्बर 5 को कार्यालयले केही बजेट व्यवस्थापन गरेका थियौँ र अपुग बजेट पनि यो कार्यक्रमको लागि मेयर साहबले थप नपुगेको बजेट व्यवस्थापन गर्दै प्रतिबद्धता जाहेर गर्नुभएको छ र आगामी दिनमा पनि हाम्रो सूर्योदय आधारभूतको स्काउट ग्रुपले एउटा छुट्टै पहिचान परिचय स्थापित गर्दै हाम्रो शिवशताक्षी नगरमा आफ्नो छुट्टै परिचय स्थापित गर्दैछ भन्ने हामी पूर्ण रूपमा विश्वस्त छौँ र यो सूर्योदय आधारभूत विद्यालयको टिमवर्क शिक्षकहरूको टिमवर्क सहकार्य उहाँहरूको एकता यो सूर्योदय आधारभूत विद्यालयले एकजना कुशल नेतृत्वदायी भूमिकामा हाम्रो हेड सर जगतवीर लिम्बू सरलाई पाउनु भएको छ। उहाँको कुशलता उहाँको कार्यक्षमताको कारणले आज सूर्योदय आधारभूत विद्यालयले छुट्टै एउटा पहिचान छुट्टै एउटा परिचय प्राप्त गरेको छ र यो दिन प्रतिदिन शैक्षिक गुणस्तरका कुराहरूदेखि लिएर भौतिक पूर्वाधार विकासको क्षेत्रमा पनि उल्लेख्य प्रगति उन्नति गर्दै गइरहेको छ र यहाँको अभिभावक समुदायहरूले पनि सूर्योदय आधारभूत विद्यालयलाई त्यतिकै माया र सद्भाव दिइराख्नु भएको छ र आगामी दिनमा पनि यो सूर्योदय आधारभूत विद्यालयले यहाँहरूको माया सद्भाव यहाँहरूको सहयोगको अपेक्षा गर्दै हामीले पनि हाम्रो स्थानबाट यो विद्यालयको यो क्षेत्रको समग्र समृद्धि र विकासका लागि कटिबद्ध हुनेछौँ र हरेक पलमा हरेक क्षेत्रमा हरेक समयमा हाम्रो सहयोग हुनेछ भन्ने प्रतिबद्धता जाहेर गर्दै आजको यस सूर्योदय आधारभूत विद्यालयको स्काउट ग्रुपद्वारा आयोजित हाइकिङ तथा क्याम्प फायर कार्यक्रमको भव्य सफलताको शुभकामना व्यक्त गर्दै मेरो दुई शब्द यी टक्राउँदछु। धन्यवाद। जय स्काउट। धन्यवाद सर। यहाँहरूले गर्नुभएको आर्थिक सहयोग